हाई साथीहरू, कस्तो हुनुहुन्छ तपाईँहरू? मेरो तर्फबाट सबैलाई नमस्ते। म एउटा लेडिस टी सर्ट बनाउँदैछु, त्यही तपाईँहरूलाई देखाउँदैछु। अहिले सेतो सुताले बनाउँदैछु, अनि कम्प्लिट भयो भने देखाउँला कसरी बनाउनु पर्ने हो। म अलिकति बुझाइदिन्छु। यो छोरी मान्छेले पेनमा लाउने टी सर्ट बनाउँदैछु। यसरी नै बनाउनु पर्ने हो। अब यो यसरी देख्छ, यसरी आउँदैछ। अब अहिले डिजाइन चाहिँ अलिकति देखाइदिन्छु। यसरी एक बार यस्तो गर्ने, त्यसको बादमा फेरि एउटा यस्तो गर्ने, दुईवटा चेन, यस्तो बनाउनु पर्ने हो। कम्प्लिट गर्छु। कलरमा आयो भने फेरि यता एउटा बढाउने, एउटा बढाउँदै जानु। यस्तो नै गर्नुपर्ने हो। अब 1 2 3 4 5 लाइन आयो भने 6 लाइन हुन्छ। 1 2 3 4 5 6 यता यस्तो गरेर, अनि हामीले अब यति हो। हामी यहाँ 10 अब 6 लाइन पुगेपछि फेरि 4 लाइन बनाउने। 4 लाइन बनाएको बादमा त्यसको बादमा अनि तपाईँहरूले एउटै कलरले बनाए पनि हुन्छ। मैले त अब पिङ्क कलर, हल्का पिङ्क दिन्छु यसमा, र अनि म यति बनाइसक्छु। अनि तपाईँहरूलाई फेरि देखाउने छु है। मैले चाहिँ यति बनाइसकेको छु। अब यसको यति बनाइसकेँ। अब यसको हात काट्नुपर्छ। यस्तै हात काट्नुपर्छ अब यसको। अब हेर्नु है। अब यसरी तेल बनाइसक्यो साथीहरू। अब यति हो यसको हात काट्ने। अब 1 2 3 4 गरेर डबल कुर्सी बनाएर बादमा खेतमै यो लिने। अब लिएर अनि
त मैले एकपट्टिको यो जोइन गरिसकेँ नि, हात निकालेँ। अब मैले जोइन गरेँ यस्तरी। अब यसको पनि यस्तरी अब जोइन गर्ने। अब यहाँ है जोइन भयो। यसको हात निक्ल्यो। यसको हात निक्लेको बादमा अब हामीले के नगर्ने, अब सिधै बनाउँदै जानु पर्यो। जस्तो अब हामीले भी बनाउँदै आएको छौँ नि, त्यसरी नै बनाउँदै जानुपर्छ। अब बनाउँदै गयो। अब फेरि सिधै अब बनाउँदै गयो भने हुन्छ। अब के गर्नु पर्दैन। देखाउँदैछु है। हाम्रो यस्तो हुन्छ। यो माथिको, यो तलको, यो हात, सानो हात हुन्छ। यस्तरी नै बनाउँदै म यो कम्प्लिट गरिदिन्छु अनि फेरि देखाउँछु। मैले टी सर्ट चाहिँ लिएर आएँ। अब यति एउटा हात बनाइसकेँ। यो हात एउटा बनाइसकेँ मैले। अब फुल हातको बनाएको यो। अब यो अर्को हात बनाउँछु। यो अर्को हात बनाएकै छुइनँ, अब बनाउँछु अनि म तपाईँहरूलाई देखाउँदैछु यो कसरी बनाउनु पर्ने हो। यस्तरी लगाउनु। लगाएर त्यसको बादमा नि एउटा घर छोडी एउटाबाट अनि बनाउँदै गयो। दुईवटा चेन, पहिले एउटा लगाइहालेको थिएँ मैले। सब एक बन्दा कुर्सियाँ बनाएँ। एउटा एक घर छोडी एक घर अनि
लाइन चाहिँ म बनाइसक्छु अनि म डिजाइन चाहिँ देखाइदिन्छु।